सर्वेन्द्र कुमार यादव महोत्तरी जिल्ला गौशाला नगरपालिका नवराजपुरमा जन्मिएका सर्वेन्द्रले उमेरले काँचै भए पनि अनुभव र व्यवहारले परिपक्व देखिन्छन्। सबै फल पाकेकै खानुपर्छ भन्ने छैन, कुनै फल काँचै खाँदा पनि लाभदायक हुन्छ। हो, हामी देखाउँछौँ तपाईँलाई मधेसदेखि चितवनसम्म सर्वेन्द्रका पानाहरू। हेलो सर्वेन्द्र। के छ ब्रदर, आज भिडियो बनाउन? हस्, थ्याङ्क यू। हस्, हाम्रो मायालु अर्ग्यानिक एग्रिकल्चर फार्म एन्ड रिसर्च सेन्टरमा तपाईँहरूलाई स्वागत छ। हाम्रो मायालु एग्रिकल्चर फार्ममा हामी इन्टरग्रेटेड फार्मिङको सेटअप राखेछौँ। अब यसमा हामीले एनिमल्स प्लान्ट दुइटैलाई कोअर्डिनेट गरेर एउटा फार्मिङको चाहिँ सेटअप राखेछौँ। अब यसमा हामीले पुरा हाई टेक्नोलोजीको प्रयोग गरेर सबै कुराहरू, अब यसमा हामी ड्रिप इरिगेसन जस्तो टेक्नोलोजी मात्रै आइछ कि यो खानेकुराहरू पनि खानेकुराहरूको पनि हाम्रो यहाँ पुरा टोटल्ली अर्ग्यानिक छ। पेस्टिसाइड र हर्बिसाइड्सहरू, यस्ता सिन्थेटिक केमिकलहरू चाहिँ एकदमै कम प्रयोगै नगरिकन हामी यसलाई चाहिँ डेरी प्रोडक्ट पनि पाइन्छ यहाँ। अब डेरी प्रोडक्ट पाइन्छ। हाम्रो नर्सरीमा चाहिँ किसानहरूलाई एकदम शुद्ध बिरुवा भनेको भेराइटी त्यस्तोहरू चाहिँ हामी फलफुलको अनि खेती गर्ने तरिकाहरू पनि सिकाउँछौँ। अर्को हाम्रो मसरुममा कमर्सियली बटन मसरुमको खेती चाहिँ गरिन्छ हाम्रो कहाँ। अनि सित्ताके मसरुमको पनि ट्रायल गरेको थिएँ, त्यो पनि अलिकति। अर्को चाहिँ यहाँ फ्रुट्सहरूको बारेमा कसरी फ्रुट्सको कल्टिभेसन गरिन्छ त्यो सिकाउनेदेखि लिएर प्र्याक्टिकल ट्रेनिङ सबै हामी यहाँ चाहिँ प्रोभाइड गराउँछौँ। ओके, गाईको चाहिँ के भन्दै म लास्ट टाइम आउँदाखेरि देखिरहेको थिएँ सानो खाले गाई। यो हाम्रो लोकल गाईमा गिर गाई भन्ने छ, एउटा गिर जातको भेराइटी छ। अब यो गाईको चाहिँ के हुन्छ, एकदमै हाई न्युट्रिसनल भ्यालु हुन्छ यसको दुधमा। हाम्रो लोकल गाईहरू अरू गाईहरूभन्दा, होलिस्टिनहरूभन्दा यसको चाहिँ एकदम शुद्ध हुन्छ। अनि यसको गौत र गोबरबाट चाहिँ ब्याक्टेरियाहरू राम्रो तरिकाले तयार गरेर यो बिरुवाहरूमा चाहिँ राखेर चाहिँ यसको खेती हामी गरेछौँ यहाँ। ओके, ठिक छ सर्वेन्द्र, त्यसो भए यो भिजिट गराइदिनु पर्यो। अफिस भनेर लेखेको रहेछ त, के हो त्यो अफिसमा चाहिँ के हुन्छ सर्वेन्द्र? अब हाम्रो अफिसमा चाहिँ अब त्यहाँ अफिसनल कुराहरू पनि हुन्छ। अर्को हाम्रो त्यहाँ किसानहरू विद्यार्थीहरूलाई तालिम पनि त्यहाँ प्रदान गर्छौँ हामी। यहाँ एएफयूको विद्यार्थीहरू आउनुहुन्छ, हाम्रो यहीँ लोकलको किसानहरूको चाहिँ टिमहरू आउनुहुन्छ। भनेको ट्रेनिङ हल हो त्यो? त्यो ट्रेनिङ पनि, त्यसमा ट्रेनिङै हल। मसरुम ल्याब, त्यहाँभित्र मसरुम उत्पादन हुन्छ? यो मसरुम ल्याबमा चाहिँ हामी सित्ताके मसरुम ट्रायल गरेको थियौँ। अनि त्यसपछि यसमा चाहिँ हामी बटन मसरुमको चाहिँ कमर्सियल कल्टिभेसन गर्छौँ। सर्वेन्द्रजीको पर्मानेन्ट एड्रेस भन्छ नि, घर चाहिँ कहाँ हो? हाम्रो मेन घर चाहिँ महोत्तरी जिल्लाको सल्लाह नगरपालिका वाडा नम्बर 3 नवराजपुरमा छ। हामी त्यहाँबाट यहाँ चाहिँ खेतीको हिसाबले हामी यहाँ आएको छौँ। कति वर्ष भयो यो चितवन झर्नु भएको? चितवन त हुन त म 5 वर्ष हुन लागिसक्यो, तर यो खेती गरेको यो सबै गर्न लागेको चाहिँ हाम्रो 3 वर्ष भयो। 3 वर्षमा मजा? अब काममै रमाउँदै काम गर्दै आफूले पढेको विषयभित्र पढ्यो, त्यही भएर अलिक खुसी। पढेको चाहिँ तपाईँले पढ्नु भएको चाहिँ के हो सर? मैले आइएससिएजी एग्रिकल्चर गरेको, अनि त्यसपछि इन्टर्नसिप सकेर अनि त्यसपछि काम गरेँ। बाबा मम्मी पनि यहीँ लिएर आउनु? हामी सबै परिवार फ्यामिली सबै यहीँ छौँ। अनि मधेसबाट चितवन आएर यसरी बस्दाखेरि, यस्तो खेतीपाती गर्दाखेरि अप्ठ्यारो चाहिँ केही भएको छ कि छैन? अप्ठ्यारो त त्यस्तो केही भएन, सम्भावना देखेरै आएको हो। अब यहाँ चाहिँ खेती गर्दा अरू धेरै कुराहरूमा चाहिँ राम्रो देखेँ, त्यही भएर चाहिँ बाबा मम्मी सँगै यही खेतीमा सहयोग गर्नुहुन्छ? सबैजना हाम्रो यसमै सहयोग गर्नुहुन्छ। अनि हामी यसमै काम गर्ने, यसमै रमाउनु। पहिला उहाँ हुँदा नि खेतीपाती नै गर्नुहुन्छ? पहिला पनि हाम्रो खेती नै हुन्थ्यो। हामी बाबा किसान हुनुहुन्छ, अनि हामी खेतीपाती नै हुन्थ्यो हाम्रो सधैँपल्ट। पढेकाले खेतीपाती गरेको स्टोरीहरू त मैले नि सुनेको थिएँ, तर पढ्ने बित्तिकै खेतीपाती नै गरिहालेको चाहिँ, जस्तो लाइक कोही कृषिमै काम गरेर रिटायर भइसकेपछि खेतीपाती गरेका, कोही विदेश गएर आइसकेपछि खेतीपाती गरेको भन्ने सुनिन्थ्यो। तपाईँ चाहिँ पढ्दै लगत्तै यस्तो युवा हुनुहुन्छ,
आइएससी गर्नुभएको विदेशतिर जाम भन्ने लागेन? विदेशतिर भन्दा पनि आफूले पढेको विषयवस्तुतिर काम गर्दा चाहिँ अलि रमाइलो लाग्यो मलाई। अनि यसमा सपोर्टहरू पाइसकेपछि त झन् गर्न अझै राम्रो लाग्यो मलाई। अनि यो फलफुल नै रोज्नुको कारण चाहिँ मेरो यो एरियामा आएर गर्नुभएको छ? यहाँ त विशेष गरी धेरै तरकारी खेती हुन्छ। हजुर, म हर्टिकल्चरमा इन्ट्रेस्ट भएको हुनाले फ्रुटतिर अलि अब नर्मल खेती भन्दा पनि फ्रुटमा अलिकति सम्भावना मैले धेरै देखेँ। इन्टर्नसिप गर्दाखेरि पनि मैले क्यालकुलेसन गर्दाखेरि धान गहुँ यिनीहरूमा उत्पादन र खर्च चाहिँ बराबरी जस्तै लाग्थ्यो हेर्दाखेरि। अनि यो फलफुलमा 1-2 वर्ष चाहिँ अलि नआउने हुन्छ। त्यसपछि चाहिँ जति तपाईँ 10 कट्ठामा पाउने जुन इन्कम हुन्छ 1 कट्ठाले दिन्छ। यो भनेको अरू क्रपहरू भेजिटेबलमा भन्दा पनि प्रफिट यसमा हुन्छ? भेजिटेबल भन्दा पनि सिरियल क्रप भन्दा चाहिँ अलि प्रफिटेबल हुन्छ। भेजिटेबलमा त मार्केट कुनै बेला हाई हुन्छ, कुनै बेला लो हुन्छ। तपाईँको यहाँ फार्ममा देखिएको यो ड्र्यागन फ्रुट र अम्बा चाहिँ विशेष गरी देखिया छ। यसमा चाहिँ हाम्रो 600वटा बुटा अम्बाको छ। त्यसमा हाम्रो 202टा भेराइटीको अम्बा छ। एउटा थाई अनि एउटा श्रीलङ्कन, दुई हाफ छ। अनि अर्को हाम्रो 2टा जातको चाहिँ अभोकाडो पनि छ, रेड डायमन्ड अनि ह्यास जातको। यो पोहोर साल बेच्नुभयो? यो 1 लट चाहिँ बेचियो, बर्खाकै सिजनमा फलेको थियो। पहिलोचोटि फल्यो, हामीलाई एक्सपेक्टेसन पनि थिएन यस वर्ष यस्तो फल्छ भनेर। भनेको कति वर्षमा फल्यो यो बोट? यो लगाएको 18 महिनामा चाहिँ एकचोटि हार्भेस्टिङ गरियो। कति हार्भेस्ट गर्नुभयो? अब हार्भेस्टिङ त नयाँ मार्केटिङ पनि सुरुमा समस्या हुन्छ। अब यति फलिहाल्छ भन्ने पनि एक्सपेक्टेसन थिएन। अनि यसो गर्दाखेरि चाहिँ बेच्दा गर्दा सबै अब फल्न त 60-65 क्विन्टलै फल्यो होला। बेच्न चाहिँ त्यही 30-35 क्विन्टल जति बेच्यो। अनि यो ड्र्यागन फ्रुट नि बेच्नुभयो? ड्र्यागन फ्रुट चाहिँ अलि पछि लगाएको। अनि यो चाहिँ अहिले यसपालि चाहिँ अलिअलि फल्छ कि। ओके, यो अम्बा र यो अम्बा हजुर हेर्दा डिफ्रेन्ट देखिया छ, केही छ यसमा? यो चाहिँ हाम्रो सिजनमा फलाउनलाई हो। अनि यता चाहिँ अफ सिजनमा फलाउनलाई हो। सिजनमा फलाउँदा चाहिँ अलि मार्केटिङको समस्या हुने, अनि अफ सिजनमा चाहिँ अलि राम्रो सेल हुन्छ। त्यो हिसाबले चाहिँ एउटै फल एउटै बोट हजुर तपाईँ सिजनमा नि फलाउनुहुन्छ, त्यहीबाट अफ सिजनमा नि फलाउनुहुन्छ? हजुर। कसरी सम्भव छ? अब यसमा चाहिँ के हुन्छ, ट्रेनिङ र प्रुनिङले अलिकति असर पार्छ। अब ठ्याक्कै फ्लसिङ कुन बेला गराउने त्यो हिसाबले चाहिँ हामी कटिङ गरेर यसलाई चाहिँ फलाउन सकिन्छ। भनेको कटिङ जब फुल्ने बेलामा कटिङ गरिदिइसकेपछि त्यो त्यतिखेर नफुलिसकेपछि अटोमेटिकली अर्कोचोटि फुल्छ? अब यसमा हार्मोनल कुराहरू धेरै हुन्छ। यसको सिड लिएर आउनलाई, यसको बिउ लिएर आउनलाई, यसको बिरुवा ल्याउनलाई केही समस्या भएन? यसको समस्या भएन। मैले इन्टर्नसिप गर्ने ठाउँमा चाहिँ यो सबै बिरुवा बेर्नाहरू आफै बनाएको हो। अनि त्यही भएर चाहिँ प्युरिटीमा चाहिँ अलिकति पनि उ भएन। तपाईँको नर्सरी पनि छ? हाम्रो अहिलेको गर्ने किसानहरूलाई हामी चाहिँ सबै बिरुवाहरू एभाइलेबल गराइदिन्छौँ। भनेपछि त यो फल बेचेर भन्दा पनि बिरुवा बेचेर पैसा कमाइ हुन्छ क्या हो? यो बिरुवामा तपाईँको आफ्नै मेहनत मात्रै छ? हजुर, यही चिजबाट हो बनाउने बिरुवा? हजुर, यसैबाट बनाउने। केही लिएर आउनुपर्छ बाहिरबाट? केही पर्दैन। यसैबाट बनाउने। ओके, भनेपछि बिरुवा बेच्दा राम्रो इन्कम हुन्छ? अब बिरुवाको सुरु गरेको भर्खर 1-2 हप्ता भयो। बिरुवा चाहिँ के कस्तो हुन्छ? अब यहाँ बिरुवा चाहिँ अम्बा, ड्र्यागन। नै मैले भन्न खोजेको योबाट बनाउने तपाईँले ग्राफ्टिङबाट भन्दा पनि लेयरिङ चाहिँ अलि धेरै सक्सेस हुन्छ। अनि लेयरिङ अरू अब हाम्रो स्क्रिन हाउसमा चाहिँ यसको सिडबाट पनि राम्रो बेर्ना चाहिँ हामी एक क्वालिटीको चाहिँ उत्पादन गर्छौँ। भनेपछि तपाईँले यो सो गरेर, यो देखाएर, यो फलाएर, योबाट फेरि बिरुवा उत्पादन गरेर बिरुवा बेच्नुहुन्छ किसानको लागि? हजुर, किसानहरूलाई चाहिँ एकदम प्योर बिरुवा पाउँछन् अब खेती गर्दा। तपाईँसँग लिएर जाने किसानले फलाउनु भएको छ? हामीबाट लिएर जानु अलि बेला भएको छैन? अहिले एकजना किसान लानुभएको थियो 100वटा बिरुवा। उहाँको चाहिँ हुर्किँदै भर्खर 8-9 महिना हुन थाल्यो। तपाईँ त्यही पढ्नुभयो, त्यही विषयमा दखल हुनुभयो, अनि त्यही चिज गर्नुभयो र त्यही चिजबाट आम्दानी पनि खोजिरहनु भएको छ। सिकाउनुहुन्छ तपाईँले अरूलाई पनि यो ग्राफ्टिङ गर्नलाई? हजुर, खेती गर्ने अथवा कुनै विद्यार्थी या कुनै स्किलको लागि सिक्न चाहनुहुन्छ भने हामी सिकाउँछौँ। फलफुल खेतीलाई
प्रोफिटेबल बिजनेसको रूपमा चाहिँ प्रस्तुत गराउने चाहिँ मेरो ऊ छ प्लान छ। अनि त्यसकै बारेमा चाहिँ कसरी हुन्छ किसानहरूलाई गर्नेहरूलाई चाहिँ फलफुल खेतीमै समावेश गरौँ भन्ने चाहिँ मेरो प्लान छ। सरकारी अनुदान पनि पाउनु भयो? सरकारी अनुदानमा ड्रिपमा चाहिँ पाएको हो। के छ सरकारको सहयोग चाहिँ किसानलाई राम्रै रहेछ? राम्रै रहेछ भनौँ, गर्नेलाई चाहिँ रहेछ सपोर्ट। अझै तपाईँलाई मलाई यो सहयोग भएको भए अझै ठुलो खालको चाहिँ परिवर्तन गर्न सक्थे भन्ने केही? सरकारले अरूभन्दा पनि अलिकति मार्केटिङमा चाहिँ सहयोग गरिदियो भने किसानहरूलाई सहज हुन्छ खेती गर्न। फलफुलको नि मार्केटिङमा तरकारीको जस्तै समस्या छ? अब छन त छ, तर त्यो हिसाबको म्यानेजमेन्ट गरियो भने चाहिँ फलफुलमा त्यति तरकारीको जस्तो चाहिँ समस्या देखिँदैन। सर्वेन्द्रको उता गामतिर साथीहरू चाहिँ कोही विदेश जानुभएको होला, ती साथीहरूलाई भेट्दाखेरि गामतिर जाँदाखेरि चाहिँ कस्तो फिल हुन्छ? अब म यहाँ काम गर्न थालिसकेपछि गाउँ एकचोटि मात्रै गएको छठमा, त्यसपछि आएदेखि चाहिँ गएको छैन म। गफगाफ हुन्छ साथीहरूसँग? हुन्छ, साथीहरूसँग चाहिँ भइरहेको छ। घर परिवारै सबै तपाईँले नै भनेर लिएर आउनुभयो? सबै बाबा। जेठो छोरो हो सर्वेन्द्र? हजुर, म जेठो छोरो। कतिवटा हुन् दाजुभाइ दिदीबहिनी? 2 दाजुभाइ 2 दिदीबहिनी। भनेपछि सानै उमेरमा सबै परिवारको चाहिँ जिम्मेवारी लिएर परिवारलाई डोराउँदै हिँड्नु भएको छ। अब सबैजनाको साथ सहयोग छ, बाबा मम्मी भाइ बहिनी। अनि यसो हुँदाखेरि चाहिँ अलिक गर्न पनि हेल्पफुल फिल हुन्छ। यो तराईबाट चितवनमा यसरी जग्गा लिएर फन्डिङमा समस्या भएन सुरुवातमा? अब यसमा हाम्रो सपोर्ट छ सरको, लोकनाथ ओस्ती सर हुनुहुन्छ। लोकनाथ ओस्ती सर। अनि यसरी गर्दा चाहिँ हामीलाई 30 र 70%मा काम सुरु छ हाम्रो यहाँ। अनि फन्डिङमा चाहिँ समस्या भन्दा पनि यहाँ काम गर्न चाहिँ सहज पर्छ। फन्डिङको चाहिँ त्यसरी व्यवस्था गर्नुभयो? बिहे त गर्नुभएको छैन? अहिले त पढाइ सक्ने बित्तिकै काम गरियो। अब अहिले त पढाइ बाँकी नै छ भनौँ। यो हुँ तलसम्म छ होइन? हजुर, टोटल 4 बिघा छ। 4 बिघामा हाम्रो अम्बा, अभोकाडो, ड्रागन फ्रुट अनि शीतल चिनी पनि लगाएको छौँ अलिकति। अनि यहाँ चाहिँ ट्रेनिङ, गोठहरू भैँसीको मल सबैको लागि चाहिँ यसमै बाहिरबाट चाहिँ केही नल्याउने इन्टरग्रेटेड फार्मिङ भन्छ। दुइटै चाहिँ एउटाको वेस्ट अर्कोलाई युज। त्यसरी भनेको यसमा कुनै पेस्टिसाइड प्रयोग हुँदैन? न्युट्रिसनहरू चाहिँ माइक्रोन्युट्रिएन्ट सबै यो ब्याक्टेरियाहरूबाट चाहिँ न्युट्रिसनहरू ब्यालेन्स हुन्छ। अनि माइक्रोन्युट्रिसनहरू जो बायो प्रोडक्टमै आउँछ तिनीहरू चाहिँ त्यसरी हुन्छ। समस्या केही छैन? जस्तो यतै वरिपरि तरकारी खेती धेरै हुन्छन् अनि त्यो किराहरूको समस्या अलि बिच ठाउँमा भएको भए चाहिँ अलिक समस्या हुन्थ्यो। हाम्रो तलपट्टि खोला छ, दुईपट्टि चाहिँ बाटो छ, ठुलो बाटो। अनि अर्कोतिर चाहिँ खेती खासै हुँदैन त्यस्तो, पेस्टिसाइड छर्ने टाइपको। अनि त्यही भएर चाहिँ सहज पर्छ यहाँको लागि चाहिँ सहज पर्छ। यो पहिलाको र अहिलेको तुलनामा पक्कै पनि जीवनस्तरमा त चेन्ज छ नै। पहिला उता तराईतिर बस्दाखेरि कस्तो थियो बसाइ? अहिले एउटा व्यापारी व्यवसायी सँगसँगै एउटा कृषिको विज्ञ भएर काम गरिरहेको छ। पहिलाको दिन सम्झना के छ? अब पहिलाको दिनहरूभन्दा त अहिले धेरै सुधार राम्रो भएको छ। अब गाउँतिर हाम्रो खेती किसानी नर्मल्ली हुन्थ्यो। अब त्यसबाट अब पढाइदेखि लिएर अरू कुराहरूमा पनि समस्या त हुन्थ्यो, तर फेरि पनि बाबा मम्मीको सहयोग र एउटा छोराले पढाउँछु भन्ने आँट थियो। अनि त्यस्तै अब आफू योभन्दा माथि पढ्छु भनेर सोच्दा पनि अब घरको स्थितिहरूले गर्दाखेरि चाहिँ पढाइ रोकेर भनौँ यसमा चाहिँ लाग्नु पर्यो।
गाममा त अरू थिएनन् होला होइन आइएससिएजी कृषि पढ्ने गामतिर अरूका छोरीले कृषि पढेका थिए कि थिएनन् थियो 2-4 जना मैसँग पढ्नेहरू पनि थियो तर उनीहरूको इन्ट्रेस्ट चाहिँ अलि फरक थियो होला तर आफू चाहिँ अब यसमै सानैदेखि हुर्केको भएको हुनाले अब यसमा बाबा मम्मीको सहयोग भयो साथ सहयोग सबैजना भन्ने बित्तिकै आइदिनु भयो अनि त्यसले गर्दा चाहिँ मलाई अलिकति सहज आइएससिएजी गर्ने बित्तिकै बिएससिएजी गर्न नि मन थियो होला बिएससिएजीको लागि पनि तयारी चाहिँ गरेको थिएँ इन्ट्रान्स पनि दिएको थिएँ अब इन्ट्रान्समा चाहिँ सेन्ट्रल कलेजमा नभएर याङ्गी कलेजहरूमा चाहिँ पढ्न मिल्ने थियो तर अब त्यो पढिहालौँ भन्ने पनि त्यस्तो स्थिति चाहिँ थिएन अनि त्यो पढाइ चाहिँ त्यसमै रोकियो अनि यसमा चाहिँ कन्टिन्यू काम गर्न थालिसकेको अनि यो काम गरिरहँदा फेरि त्यही कलेजबाट विद्यार्थीहरू मबाट सिक्न आउँछ अनि मलाई खुसी लाग्छ आफूले रामपुरमै पढेको हो आफूले पढ्न नसकेको कलेजबाट विद्यार्थीहरू यहाँ सिक्न आउँछ अनि आफूलाई चाहिँ खुसी लाग्छ ती विद्यार्थीहरूलाई नि सिकाउने गर्नु भएको छ हजुर फर्स्टदेखि लिएर 8 सेमेस्टरका विद्यार्थीहरू आउनुहुन्छ हे फी लिएर सिकाउनुहुन्छ हजुर समय अनौठो छ है पैसाकै कारणले गर्दा त्यही कलेज पढ्न पाइएन अहिले त्यही पढ्ने विद्यार्थीहरू पैसा तिरेर तपाईँसँग आइरहेका छन् हजुर पढ्न चाहिँ मन छ अझै अब त पैसा अलिअलि कमाइयो बिएससिएजी पढौँ भन्ने लाग्छ कि लाग्दैन कि तिनलाई नै पढाउने भइसकेँ अब त पढ्दिनँ भन्ने लाग्छ कि अब म पनि एउटा सामान्य विद्यार्थी हो अब आफूले गरेको अनुभव बुझ्न आउनुहुन्छ अनि त्यो हिसाबले चाहिँ बुझाइन्छ अब आफू पनि पढ्ने प्लान चाहिँ छ पढ्ने प्लान चाहिँ छ हजुर अब आर्थिक अभावले गर्दा रोकिएको पढाइ आर्थिक बढाव गरेर चाहिँ पढ्ने चाहिँ इच्छा छ यो एयर लेयरिङ भन्छ यसलाई बिरुवा बनाउने विधि अब यसबाट चाहिँ यसको बिरुवा चाहिँ सेम गुण भएको बिरुवा निकाल्नलाई चाहिँ यसरी लेयरिङ गरिन्छ अब त्यसलाई काटेर यसलाई काटेर अब पोइटमा सारेर अनि यसलाई अलिक केही दिनसम्म हुर्काएर अनि बल्ल यो सेलिङ अर्को लगाउने योग्य हुन्छ फल दिने बोटले बिरुवा मात्रै दिन्छ कि फल पनि दिन्छ बिरुवा नै दिन्छ फल पनि दिन्छ बिरुवा पनि दिन्छ अम्बा त हाई प्रोडक्टिभ प्लान्ट हो यसलाई प्लास्टिक चाहिँ किन यसरी राखेको छ सर्वेन्द्र अब यो पेपर प्लास्टिकले के हुन्छ अम्बा चाहिँ सुगालाई सबभन्दा धेरै मनपर्ने भएको हुनाले सुगाले यसलाई धेरै डिस्टर्ब गर्छ त्यसले गर्दा चाहिँ यसलाई यो पेपर र प्लास्टिकले चाहिँ ऱ्यापिङ गर्नुपर्छ अनि यो ऱ्यापिङको चाहिँ एउटा अझै फाइदा के छ भने जुन फ्रुट फ्लाइ हुन्छ जुन फ्रुट फ्लाइले यसमा लगेर त्यो अन्डा पारेर पुरा सखाबै बनाइदिन्छ भित्र कुहाएर त्यसबाट पनि यो बचाउन सकिन्छ यसले अर्को कुरा यसमा फङ्गस नलागेकै अवस्थामा यो एकदम फ्रेस अवस्थामा यसलाई चाहिँ यसरी ऱ्यापिङ गरिसकेपछि त्यसको पनि कन्ट्रोल हुन्छ अर्को हामी यो ट्र्याप झुन्ड्याएर पनि अब एउटा दुइटा कोही छुटेको हुन्छ बाहिर तिनीहरूमा चाहिँ पाल नगरोस् भनेर चाहिँ यो ट्र्याप यो फेरोमेनम पनि झुन्ड्याएर राख्छौँ यो एउटामा एउटा मात्रै फल छ कि अलि धेरै नै फलमा अब यो एउटै आधी किलोभन्दा माथि भएको हुनाले एउटामा चाहिँ एउटा मात्रै राख्न मिल्छ अरू धेरै राख्यो भने चाहिँ ग्यादरिङ हुन्छ गिर जातको चाहिँ गाई छ अनि यसको दुध पनि एकदमै न्युट्रिसनल भ्यालु भएको हुन्छ अनि यसको चाहिँ गौत र गोबरबाट यसमा चाहिँ ब्याक्टेरिया चाहिँ एकदमै राम्रोसँग सर्भाइभ गर्ने भएको हुनाले यसलाई चाहिँ अर्ग्यानिक फार्मिङमा यो धेरै इम्पोर्टेन्ट हुन्छ रोल यसको त्यो भाँडोहरूमा भर्मी कम्पोस्टहरू त्यो भाँडोहरूमा चाहिँ ब्याक्टेरियाहरू छ ब्याक्टेरियाहरू छ बाइसेलियसहरू अनि राइजोबियमहरू सबबाट भिडियो नेचुरल भयो अभी आवे करा लो अल्लाह उतातिर तपाईँको गामको याद कतिको आउँछ घामको हात त आउँदै रहन्छ तर ठिकै छ यहाँ पनि राम्रो लागिरहेछ राम्रो लागिरहेछ हजुर उताभन्दा कमाइ राम्रो छ यता दुइटै ठाउँमा ठिकै छ
उता पनि झाप्नु यता पनि झाप्नु हाँ। सबै ठिकै छ कमाइ उयसै त्यहाँभन्दा यहाँ राम्रो छ धेरै त्यहाँभन्दा यहाँ राम्रो छ छोरोले जाम भन्ने बित्तिकै आउन मन लाग्यो कि केही सोच्नु भएको थियो त्यस्तो होइन जान होइन अब राम्रो ठाउँमा जान त सबैको मन हुन्छ होइन हो कि होइन अब यहाँ राम्रो लाग्यो त्यसैले हामी आए त उहाँ के गर्नु भएको छ त जग्गा जमिन त्यहाँको जग्गा जमिन ठेक्का लगाइदिएछ त्यहाँको ठेक्का लगाइदिनु भएको छ हजुर अब बिहेको कुरा त अब पढाइ कम्प्लिट गर्ने काम कम्प्लिट गर्ने अब बिहे त अब त्यो बाबा मम्मीको हिसाबले हो ए बिहा चाहिँ बाबा मम्मीको चाहना अनुसार उहाँहरूले के सोच्नुहुन्छ उहाँहरूको जिम्मा हुन्छ नि त सबै काम आफै गर्छु भन्न पनि हुँदैन ड्रिप इरिगेसन देखिएको यो ड्रिप इरिगेसन चाहिँ अनुदानमा ल्याउनु हो हजुर 50% 50% आफैले हाल्नुभयो 50% गभर्मेन्ट हजुर अनुदानको लागि त साह्रै गाह्रो हुन्छ त्यो अनुदान दिने संस्थामा जानुपर्ने अनि त्यो संस्थाको हाकिमलाई के खुवाउन पर्ने भन्ने खालका कुराहरू पनि सुनिन्छन् तपाईँलाई चाहिँ यो अनुदान लिन कतिको सजिलो भयो हाम्रो अब हामी यस्तै यो स्ट्रक्चरहरू पहिले बनाइसकेको हुनाले अब फर्मसम भर्दा उहाँहरूको भिजिट भयो अनि अब यतिको उमेरमा होइन अब यसरी गर्न लागेको भनेर उहाँहरूको सपोर्टै भन्नु धेरै गर्नुभयो एकैचोटि चितवन झर्नुको कारण के छ भने म यो गर्नुभन्दा पहिला काठमाडौँ नार्कको उसमा चाहिँ बुझ्न गएको थिएँ त्यो बुझ्दाखेरि चाहिँ मलाई त्यहाँको सरहरूले के सजेसन दियो भनेपछि चितवन नेपालको सेन्ट्रल ठाउँ हो त्यहाँ अरू ठाउँको तुलनामा यहाँ चाहिँ सबै कुरा पनि भनौँ बाटोघाटोदेखि लिएर बत्ती पानीदेखि लिएर माटोदेखि लिएर सबै हाई प्रोडक्टिभ सबभन्दा धेरै इल्ड आउने चितवनै माटो हो पढ्दा पनि त्यो पढेको थियो अनि त्यही भएर चाहिँ चितवन झर्न चाहिँ अलि मलाई चितवनमै हुन्छ भनेपछि राम्रो लाग्यो यहीँ गर्दा चाहिँ ठिक हुन्छ जस्तो लाग्यो चितवन जाम उहीँ बसेर खेतीपाती गरौँ भन्दा बाबा मम्मी सहजै एग्री हुनुभयो हजुर अब सानैदेखि स्वभाव मेरो अलिकति सहज र गम्भीर भएको हुनाले मैले भन्दाखेरि बाबा मम्मीले मान्नुभयो अब केही राम्रै गर्छ भनेर छोराले राम्रै गर्छ भनेर चाहिँ सधैँदेखि बाबा मम्मीको विश्वास चाहिँ थियो अनि त्यही भएर भन्ने बित्तिकै सबैजना आएर सहयोग गर्नुभयो यहाँ बाहिर कामदार पनि राख्नुहुन्छ कि बाबा मम्मीले घर परिवारले नै भ्याउनुहुन्छ हामी आफू पनि हुन्छौँ अनि यहाँ काम धेरै हुन्छ अब 4 बिघा भनेको त धेरै भयो अनि यहाँ काम पनि मान्छे पनि आउँछन् मान्छेहरू पनि लगाउँछन् ओके नेपालमा अब जात खासै खुलेको त छैन फेरि पनि यो ह्यास जातको चाहिँ भनेर यो सबै कलमी गरेर लगाएको बिरुवा यो लगाएको 2 वर्ष हुन थाल्यो भनौँ न अनि यो फलेको पनि छ सबै 2 वर्षको बोट हो यो यो 2 वर्षको बुट्टा के जातको हो यो ह्यास छ अर्को चाहिँ रेड डायमन्ड छ त्यो चाहिँ अलि ढिलो फल्छ एग्रिकल्चर भनेको खेती नै गर्ने नै हो भन्ने खालको कन्सेप्ट पनि थिएन तर अहिले यसरी खेती गरिराख्नु भएको छ हजुर यो पछि जाग्दो रहेछ यो खेतीप्रतिको चाहिँ बुझ्दै गर्दै जाँदाखेरि अब त्यो हिसाबले चाहिँ पनि हुँदो रहेछ अर्को कुरा चाहिँ अभावले पनि के गरौँ हुने हुन्छ नि अनि त्यो बेला चाहिँ अब भोक लागेको बेला के खाऊँ जस्तो हुन्छ होइन अब त्यस्तै काम के गरौँ जो आयो त्यही गरौँ भइसकेपछि चाहिँ त्यही हिसाबले चाहिँ गर्नुपर्ने रहेछ कि जस्तो लाग्यो र स्कुल पढ्दाखेरि चाहिँ कस्तो खालको विद्यार्थी थियो म स्कुल पढ्दाखेरि सामान्य विद्यार्थी नै हो यसो अब स्कुल पढ्दाखेरि त साथीहरू धेरै हुन्छ अब साथीहरूसँग रमाइलो गर्ने पढ्ने होइन खेल्ने अब हामी होस्टेलमा बस्थेँ चितवनमा यसरी आएर गर्दाखेरि अनि मधेसको मान्छे भनेर त्यस्तो हेप्ने त्यस्तो अलिकति फरक व्यवहार कहीँ कतै पाइएको महसुस भयो कि भएन अब त्यो हुन त नेपालको मधेसबाट आइसकेपछि अरू ठाउँमा त त्यसको हेप्ने प्रवृत्ति त अझैसम्म चाहिँ घटेको त छैन
फेरि पनि कुनै कुनै ठाउँमा त्यस्तो मान्छेहरू भेटिन्छन् जसले अब मधेसको छ भने बिहारी टाइपको चाहिँ त्यस्तो कुराहरू चाहिँ गर्ने त गर्छन्। तर पराए अझै मान्छेहरूमा चाहिँ जनकपुर नेपालमै छ भन्ने कुराहरू चाहिँ बसिसकेको छैन दिमागमा। त्यसो भएको हुनाले भेटिन्छन् त्यस्तो मान्छेहरू जसले हेप्ने चाहिँ प्रवृत्ति देखाउँछन्। चितवनमा आएर त्यस्तो पनि भोग्न परेको छ? परेछन् कहिले काहीँ कुनै कुनै ठाउँमा त्यस्तो कुराहरू हुन्छन्। अब सब लगभग 10-15% त अझै छ जस्तो लागिरहेछ मलाई। यो सोच बदल्नलाई के गर्नुपर्छ होला? अब यो सोच बदल्नलाई मान्छेलाई एकचोटि भिजिट गर्नुपर्छ, मधेस पनि हाम्रै हो भनेर, नत्र कसरी बुझ्छ भनेर त बुझ्दैन। अब एकचोटि मधेस पनि हाम्रै हो भनेर चाहिँ तिनीहरूलाई भिजिट गर्नुपर्ने जस्तो चाहिँ मैले देख्छु। मधेसलाई किनकि नेपाल हो भनेर नचिनेकोमा गुनासो गरेका सर्वेन्द्रले आफू डान्सको दिवाना हो त्यस्तो टाइपको मान्छे हो हामी। अर्को चाहिँ हाम्रो यो योगा र मेडिटेसन कहिल्यै नछुटाइकन रेगुलर गर्ने चाहिँ तपाईँ योगा मेडिटेसन पनि रेगुलर गर्नुहुन्छ? यो मैले योगा चाहिँ नियमित गर्छौँ, अर्को चाहिँ मेडिटेसनहरू पनि गर्छौँ। अनि डान्स भयो, अनि मेरो पिक्चर बनाउने पनि छुट्टै उ छ। मैले बायोको चाहिँ एउटा फाइलै बुझाएको थिएँ कि ड्रइङ बनाएर A to Z स्टेप बाई स्टेप बनाएर। भनेको यही एग्रिकल्चरकै प्लान्ट साइन्सको चाहिँ A to Z सबै हामी चाहिँ त्यो बनाएरै पेस गरेको थिएँ। तपाईँका टिचरहरू कोही आउनु भएको छ तपाईँको फार्ममा? मैले सुरु गर्दाखेरि नै मेरो कलेजबाट एउटा टोलीले लिएर आउनुभएको थियो सरले, अनि देखाउनु भयो यसरी गर्दैछन् भनेर। सरहरूको नि सपोर्ट छ, आउनुहुन्छ। अब खेती भन्ने बित्तिकै मान्छेहरूको माइन्डमा त्यो मल नपुगेको केही नपुगेको जस्तो फिल हुन्छ नि, त्यो हिसाबले भन्दा पनि हामी यो डेकोरेटिभ टाइपको फार्मिङ चाहिँ खेती सँगसँगै एउटा गार्डनवाला फिल आओस् मान्छेहरूलाई। हेर्ने बित्तिकै यो गार्डन छ, खेती भन्दा पनि गार्डन छ, यहाँ बस्दा रमाइलो हुन्छ भन्ने टाइपको चाहिँ यो पोखरीहरू बनाएको छ। अनि यसमा चाहिँ स्पेसली हाम्रो छठ हुन्छ। अब एक्लै परिवारै सबै यहीँ आइसकेपछि एक्लै कहाँ छठ गर्न जाने, अनि त्यही भएर चाहिँ छठ पनि हाम्रो हुन्छ। छठ पूजा चाहिँ यहाँ हुन्छ? छठ पूजा ओके। सहितको ब्याक्टेरियाहरू चाहिँ बनाएर यसमै न्युट्रिसनहरू प्रोभाइड गराइदिने चाहिँ गर्छौँ हामी। कसरी चल्छ त्यो? अब यो ट्युब यो बोरिङबाट चाहिँ पानी सप्लाई हुन्छ यसमा, अनि यसले चाहिँ त्यो बोरिङबाट डाइरेक्ट पानी आएको पानी त डाइरेक्ट त्यसमा बालुवाहरू आउँछ, अनि तिनीहरूलाई चाहिँ यसले छान्छ। अनि यहाँबाट चाहिँ यो पानी सप्लाई हुन्छ बिरुवाहरूमा, अनि यो ट्याङ्कमा चाहिँ ब्याक्टेरियाहरू न्युट्रिसनहरू राखेर हामीले सप्लाई पुरै हरेक बिरुवामै सप्लाई गरिदिन्छ। यसले गर्दाखेरि चाहिँ लेबर र पानीको चाहिँ बचत हुने भयो। यो इजरायलमा अलिकति पानीको सर्टेज छ, अनि यो विधि त्यही चाहिँ बनाएको विधि छ। भनेपछि मल पनि त्यहाँबाट दिन मिल्यो? ब्याक्टेरियाहरू त्यहाँबाट प्रोभाइड गराउनु मिल्यो। ओके। नर्सरी छ यहाँ चाहिँ सबै। मलाई निकै भावुक बनायो र घोराई सोध्न मन लाग्यो दाइजूको बारेमा। सञ्जालमा 10% मात्रै आउने हो, बाँकीको 90% त त्यो आउँदैनन्। त्यो भोगेरै अब समाजले के भन्छ भनेर त्यो भोगिरहेको हुन्छ छोरी मान्छेहरूलाई सोद्धाखेरि। किनकि मलाई लाग्दैनन् कुनै यस्तो घर बाँकी छ जहाँ दहेजको लागि चाहिँ मिनिमम सताएको छैन। केही न केही कारणले गर्दाखेरि चाहिँ दुःख दिने चाहिँ अझै मान्छेहरूको मानसिकता चेन्ज भएको छ। यो पुस्ता अझै बाँकी भएको कारणले त्यस्तो भएको हो कि यो चेन्ज गर्न सकिएन भने यस्तै चलिरहन्छ जस्तो लाग्छ? के हुन्छ? अब यसमा चाहिँ आफूमा पनि अब जिम्मेवार व्यक्तिले यस्तो गतिविधिहरू चाहिँ गर्दैन। जिम्मेवार अलिकति नपुगेकोहरूले चाहिँ यो कुराहरूलाई चाहिँ अझै लागू गर्छन्। किनकि समाज एउटा व्यक्तिले गरेर बनेको हुन्छ। अब त्यसमा चाहिँ परिवर्तनको लागि त व्यक्ति नै मानसिक रूपले परिवर्तन हुनुपर्छ। यो दाइजो प्रथा बढिरहँदाखेरि सर्वेन्द्र अघि भनियो त्यहाँ यति पढेको यति हुन्छ रेट भनियो, अनि पक्कै त्यसको एउटा सर्कल एउटा मिडिएटर त होला नि।
जो कुरा पुऱ्याइदिने त्यो नै अलि शक्तिशाली हो कि त्यो गिरोह त्यो बिचौलिया हुन्छ नि हजुर हुन त जे चिजलाई पनि मिडिएटर त चाहिन्छ, फेरि त्यो नराम्रो कुरो त होइन, तर त्यहाँनेरि त्यो पैसाको बार्गेनिङ गर्ने मान्छे त त्यो बिचको होला नि, त्यस्तो के छ मधेसमा त्यो खालको चलन हो कि? छ त्यस्तो मान्छेहरू, अब जसले भिडाइदिन्छन् लगाइदिन्छन् तिनीहरूले चाहिँ त्यो कुराहरूको चाहिँ बार्गेनिङ चाहिँ गराउँछन्। अब यताबाट डिमान्ड राखो, उताबाट चाहिँ यतिसम्म सक्छ भन्छ, अब त्यसमा मिलाएर चाहिँ गराउने गर्छन्। जस्ट लाइक अ बिजनेस जस्तै हुन्छ कि, यो सम्बन्धभन्दा पनि व्यापार गरे जस्तो फिल हुन्छ कि। ओके, यतिमा डिल भयो, अब डिल भइसकेपछि पैसा ओके भइसकेपछि मन पर्यो, पैसा ओके भएन भने मन परेन। तपाईँको बहिनी पनि हुनुहुन्छ? बहिनी छ। तपाईँको बहिनी पढ्दै हुनुहुन्छ? हजुर। तपाईँ शिक्षित दाजुको नाताले बहिनीलाई राम्रै शिक्षा पनि दिनुहुन्छ। हजुर। अब तपाईँले दाइजो नदिकन म राम्रो केटासँग बिहा गराउँछु भन्ने तपाईँ लाग्नुभयो भने सक्नुहुन्छ कि सक्नुहुन्न? सकिन्छ। मैले उसलाई चाहिँ के भन्छु भने तिमी आफ्नो स्ट्यान्डर्ड चाहिँ आफै मेन्टेन गर, त्यति गरिसकेपछि तिमी कसैमाथि डिपेन्डेन्ट नपरिसकेपछि त्यस्तो कुराहरू चाहिँ भोग्नु पर्दैन जस्तो लाग्छ। अब मधेसमा के छ भनेपछि पुरा डिपेन्डेन्ट चाहिँ छोरी मान्छेले छोरा मान्छेमा परिरहेको हुन्छ, त्यसले गर्दा पनि दहेज प्रथा अलिकति बन्द हुन सकेको छैन जस्तो लाग्छ। अब उनीहरूले आफ्नो स्ट्यान्डर्ड आफै म्यानेज गर्न सकेपछि, कसैमा डिपेन्ड नपरिसकेपछि त त्यो कुराहरू चाहिँ अलिकति माग्नु पनि मान्छेलाई अप्ठ्यारो हुन्छ जस्तो लाग्छ। त्यही भएर मैले चाहिँ के भन्छु भनेपछि तिमी आफ्नो स्ट्यान्डर्ड आफै म्यानेज गर, तिमीलाई यो कुराहरू चाहिँ भोग्नु। चेन्ज गर्ने कि मधेस फर्केर नगइकन यही चितवनकै यतैतिर यसो खडेरी किनेर घर बनाएर यतै बस्ने दिमागमा चाहिँ के लाग्छ सरले? अब यस्तो छ, पहिला आफ्नो परिवेश बदल्ने, त्यसपछि त्यो कुराहरू पनि सोच्ने। अब समय पाइयो भने सोचिन्छ, परिवर्तन त गर्ने नै हो, तर पहिला आफूबाट सुरु गर्नु पर्ला। सर्वेन्द्र भागेको त होइन नि मधेसबाट? त्यो होइन, भागेको त होइन, आई मिन मैले भन्न खोजेको त्यो समस्या देखेर त्यो समस्यासँग भागेर एक्लै छुटकारा लिन खोजेको हो कि? भाग्नुभन्दा पनि मौका नछोड्नु, मैले आफ्नो मौकालाई चाहिँ गुमाउनबाट वञ्चित भएन, आफ्नो मौका चाहिँ गुमाउनु हुँदैन भनेर यो थिएँ। अनि त्यसैलाई चाहिँ मौकालाई चाहिँ प्रयोग गरेको हो, भाग्न त भागेको होइन। जन्मभूमि छोडेर त कहाँ भाग्ने। ओके, र चाहिँ हाम्रो यो शिवलिङ्ग, हामी यहाँ चाहिँ योगा मेडिटेसनहरू चाहिँ गर्छौँ यहाँ बसेर। त्यो मेरो स्ट्यान्ड भयो, त्यसमा लगाएर भिडियो पनि कहिलेकाहीँ खिचिरहेको हुन्छु मैले। अनि यो यसरी योगा मेडिटेसन सबै गरेर खेती गर्दाखेरि चाहिँ अलिक छुट्टै फिल आउँछ। यो हाम्रो चाहिँ किसानहरू विद्यार्थीहरूलाई चाहिँ तालिमको लागि चाहिँ खास डिजाइन गरेको। यहाँ बसेर हामी टपिकली कुराहरू कुन कसैलाई चाहिँ फलफुल खेतीसँग इन्ट्रेस्टेड हुन्छ, कोही मसरुमसँग इन्ट्रेस्टेड हुन्छ, कोही पशुपालनसँग इन्ट्रेस्टेड हुन्छ, अनि त्यो हिसाबले चाहिँ हामी यहाँबाट चाहिँ ट्रेनिङहरू पनि गराउने गर्छौँ।